अब बाहिर म मुन्टा टिप्ने सब्जीहरू चप्पल त यता भाइले राखेको होला नि हो त आज त सबै टिप्नुपर्छ अलिअलि अलिअलि गरेर कहाँ छ भाइ भाइले चाहिँ के टिप्ने सिमी टिप्ने कि यो मुन्टा त तल लगिदिनु पर्ने अरे अय्या मकैले काटेर हैरान पारिसक्यो अय्या kayak itu agak setar ho मुन्टा टिप्नु पर्यो ए स्नेकर हुन्छ त्यहाँ तल नटेके भाइ धुलोमा टेक्नु हुँदैन समाते ल म टिप्दै हाल्छु भाइ पक्रिने यो पपैया पपैयाको बोटो हामीहरूको यता माथि यता यहाँ आँक्लामा बिस्तारै भचाउनुपर्छ है किनभने नि फेरि छिट्टो पलाओस् न उसको हाँगा पिङ्गाहरू हाम्रो अर्ग्यानिक सब्जी गएर अयो कहाँ बसिगएको रहेछ तनक्क तनक्क ल मैले उल्टो बचाएछु दिमाग खराब भयो भाइ एकछिन खोज्नु परेन सबैतिर एक मुठा त बनाउनु पर्यो अब बोडी पनि टिप्नुपर्छ भेटिन्छ कि अय्या म टिप्छु त्यहाँ माथि भेट्दैनस् भाइ अय्या मै पामपुर्की छु होइन अनि कहाँबाट भेटिन्छ त कहाँबाट मौरियो आएछ के यो के अरे पखिजान्छ भाइ ओहे खस्याङ ला के कुल्चेर मा टक्कर भच्चायो एकलाती दिएर यो भिन्डी फल्यो नि छैन फुल्यो त केङे बेर हो मटर कुल्चेर मार्नु भयो मारे खत्तम गरेछु नि यी त भाइ म काम नलाग्नेमा त अर्ता भएछु त हो भाइ छैन त यहाँ देखेको आएको खासमा त ल खास गएर अब यतापट्टि टिप्नुपर्छ है कस्तो मजा पाउँदो रहेछ ठुल्ठुलो टुसा टिप्नु त कडक कडक है भएछ है हाम्रो मुन्टा होइन इस्कुसको मुन्टा मलाई भन्नु न आएको रहेछ नि त ला एक सेयर हो पिछ्रो यहाँ मैले बेसार पनि रोपेको थिएँ छैन त एउटा पनि मम्मीले रोपेको त फेरि पलाएको छ क्या मैले रोपेकोमा चाहिँ भएन क्या
मलाई रोप्नु न आएको कि मेरो हात चाहिँ होला छिनाएको नि। आफ्नै हातले सराप्दै बस्नु। अनि हो त मैले रोपेको नहुनु अरे अनि त्यही भएर। कति भयो भाइ? 1 कार्य भयो? भइसक्यो नि साथी। भए पनि सकेछ त है। मुन्टा नटिपौँ फर्सीको चाहिँ। आज इस्कुसको मात्रै टिप्नुपर्छ। माथि बसिगएको छ। कसरी ल्याउनु यसले? ओ मैला। पुर्की हुनु पनि गाह्रो छ क्या। त्यही त पुर्की हुनु कति गाह्रो रहेछ भेटिँदैन। कहीँ पनि म अर्को जुनीमा त यति अलगैबाट जन्मिनु पर्यो भाइ। मा जे पनि भेट्ने क्या माथि माथि। अनि चाहिँ अलि हुन्छ कि। ला त भाइ, लु यो इस्कुसको मुन्टा पुर्या। यो मुन्टा पुर्याएर चाहिँ फेरि त्यो लिएर चाहिँ त सिमी टिप्नुपर्छ। एकछिन यहाँ पनि रहेछ भाइ। खोइ ऊ यहाँ पनि रहेछ। मटर पनि टिप्छु ल। हेर्दा उर्का सर हो। ल एकछिन यहाँ पनि छ नि एउटा। सबै टिप्नुपर्छ फेरि आउँछ क्या उसको आँगा। अनि एक छाक पुगेन भने त फेरि तल माइजहरू रिसाउँछ होला नि त। यसले एक छाक पनि ल्याइदिएन भनेर। लु यो पुर्याएर आइज। अब सिमी टिप्नुपर्छ सिमी। आइ काटेर मारो हो। ओ बिस्तारै खप्ट्या न भाइ। मारो मारो। आइपुग्यो? लाए भाइ फापे। यो त हामीले खाने पो। सिमीहरू त तल होला। इस्कुसको मुन्टा मात्रै छैन कि फर्सीको मुन्टा पनि तलै छ कि। फर्सीको मुन्टा पनि छ, इस्कुसको मुन्टा पनि छ, सबै छ। इस्कुसको मुन्टा चाहिँ छैन। यो या मकैले काटेर मार्यो। अलि गेरा भएको मात्रै टिप्यो भाइ। उसिर या एक तुबु। लु यो छिपेको सकेछ जाउँ पल्लोपट्टि। ए यहाँ पनि झुन्डिरहेको रहेछ। ला भाइ ओइ ला याक्से त अलिक त्यहाँ मरेछ। यहाँ त भर्खर फल्दो रहेछ। पर जम्मा भयो। पानी नै पानी भयो। अरुणाको कान्छा छोरा नि दिदी। रूपाको कान्छा भाइ। छिप्पेको मात्रै टिप्यो नानी। क्या फुर्केसर या एक तो गुमी केम तेक देखो।
यहाँ थुकम बिमा टेक्टेङहरू पुग्छ होला हौ एक छाक त पुग्दैन छिपेको छ त्यो छिपेको छैन भाइ अचाइ पढ्यो त्यहाँ अचाइ के सुरु अयो के सुरु कान्छा के सुरु त्यहाँ पनि छ कि त्यहाँ पनि हेर त मुनि भुइँको चाहिँ बिउ राख्नुपर्छ कि माथिको मात्रै टिप्नुपर्छ तर छैन रहेछ यहाँ रक्सी टिपेको नि त या कतारो